सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ बिहानको 5:30 भइसकेको छ होइन होइन केटाहरूले तँ डिस्टर्ब नगर न माछाले होइन 5 बजे उठेर अब हिँडिने भनेको केटाहरूको हालत त्यस्तो चाहिँ उठ्नै मानिरहेको छैन कोही पनि। मलाई त माथा रातभरि निद्राले लागेन होइन पल्ट्या पल्टै होइन 5 बजेपछि त फेरि सुत्नै मन लाग्दैन आफ्नै उठेर उठ गाइज फाइनली बिहान भइसकेको छ यस्तरी होइन केटाहरू सबजना उठेर रेडी भइसक्यो। तर यो चाहिँ यो सोल्डी चाहिँ फेरि एकदम अल्छी रहेछ कि उठाइ छैन ल सबै ब्याग गरेर हिँड्न आँटिसकेको छ होइन उठ्दैन केटाहरू। म चाहिँ नआइसक्यो मोटे चाहिँ अल्छी मुख मात्र मुख पनि धुइन अहिले। म त मान्छे यस्तो हो अब जुत्ता लाउनु पर्छ मान्छे म तोपे मान्छे म तोपे तोप पानी ओके जुत्ताको हालत यहाँ यस्तो छ नि कसको रे फकवान मिल्ने अब सेलिब्रिटी मान्छेले अब जे गरे नि भाइरल लग्यो ल हेर्न बिहान दाइहरूले लात हान्छ बच्चा खाजा खानु निस्क्यो ट्याक हामी चाहिँ उहाँ माथि जान्छ कहाँ कहाँ है धेरै टाढा छ उमा गोटुरो लभ यस्तो रहेछ देखिन है हामीले हिँड्न उता आँखाले नभ्याउनु जस्तो परिरहेछ हामीले मेलम्ची खोला होइन सुन्ने त्यहाँ हेर्न त्यहाँ भित्रबाट घुस्छ मेलम्ची खोला होइन यो फाइनली मेलम्ची खोला नि भेटियो होइन। हाम्रो केटाहरू मुखै नधुएर आएर चाहिँ यसरी बिहानै हामी कोही बाटो नराम्रो हामी फाइनली मेलम्ची खोलाको पिकमा अनि केटाहरू त के हो यो बिहान हामी 7 बजे होला होइन अहिले चाहिँ महाकडक लास्टै शीतल महाकडक ओहो वाह बिहानै अब हामी 1 कप चिया खाएर हिँडेको केटाहरू होइन। अब हामीलाई चाँडै पुग्नु छ त्यहाँ माथि होइन त्यहाँ पुगेर अब गरौँ न के गर्ने हो होइन। बाइकको हालत खराब भएको छ मार्केटस हाम्रो मौसम बवाल छैन त हामी आज माथि पुगेर ट्रेकिङ पनि गर्नुपर्ने छ। ओहो हामी अब ग्याल्डुम कटेर अब ग्याल्डुम पुल होइन अब हामी अनि त्यहाँ ग्याल्डुम पुलमा आइपुग्यो हामी होइन। फाइनली हामी ग्याल्डुम कटेर अब लाग्ने हो। टोल्डीहरूले स्कुलमा पुऱ्याइदिएको तैँले मेरो ब्याग चाहिँ नतान्न त्यसरी घाँटी च्याग्यो मेरो टोल्डी। फर्स्ट टाइम एभर यसरी हिँडेको माग्दछ मजा आउँदो रहेछ तै पनि। फाइनली हामी मेलम्ची खोला तर्दैछौँ है गाइज। लु फाइनली मेलम्ची खोला तारियो त्यहाँ माथि क्लिन के भन्छ नि के भन्छ नि के हो यो पुरै केमा ढुङ्गा खोलाको बगर हो। यस्तो देखाएको थियो तैँले पहिला हस्टलले यस्तो देखाएको थियो पहिला तैँलाई फर्स्ट टाइम हो नि होइन। मन्दिर रहेछ मलाई उ त्यहाँ माथि
तर पारी भित्तामा छ मेलम्ची खोला त खतरनाक रहेछ यार गाई डर लाग्छ मलाई त धन्न हामी बर्खाको टाइममा चाहिँ आएन है ओहो नि घर त घर पुरै डुबिरहेको छ है यहाँतिर घर सब डुबिरहेको हेर्न ल है होइन त घर सब डुबिरहेको छैन त नि ओइ खोला 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 तिरै तिर डुबाएर छिरै छिर भिज्यो महाकाल पुरै यहाँ बमसम्मै भिज्यो त थास्ने मेरो त सोलिङ चाहिँ राम्रो रहेछ है यताको हेर्न कस्तो मिलाएर राखेको छ हाम्रोतिर जस्तो छैन नि देखिस् तैँले सोलिङ कस्तो खतरा मिलाएको छ है ठ्याक 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 हाम्रोतिरको जस्तो ठगहरू होइन रहेछ राम्रै बनाएको रहेछ तर बिग्रिसक्यो बाटो गलत बाटो आएको छैन नि हामी केटाहरू हिँडेछ ओहो बाटो त औडै रहेछ नि यतातिर त फेरि के हो यो बुलेट यार यस्तो ठाउँमा खतरा होइन त रेयर जस्तै हो नि यताको मान्छे खतरा धनी हुन्छ कि के हो है है बुलेट सुलेट छ त अनि पहिरो डर लाग्यो मलाई त ओए कहाँ ढुङ्गामा चढिरह यार बाटो फेरि यस्तो खतरा छ नि भिडियो भइरहेछ कि हेर है मा थास्ने यति बोल्या मात्र हुन्छ नि फेरि बाह्र खतरा मलाई केटाहरू कति स्पिड कुटाएको के हो यो ढुङ्गा निस्किरहेको छ त डट बाइक लिएर आउनुपर्ने बाटो यार डट बाइकको याद आयो नि तँलाई वा हामी बादलमाथि पुग्न लागिसक्यो गाइस ए केटाहरू त अर्को घुम्तीमा पुगिसक्यो हुन्छ हामी निस्किँदा त यस्तो ठाउँमा कुदाउनु नि भएन फेरि खतरनाक छ बाटो आगोले कुदाउन सकिन्न यस्तो ठाउँमा डर लाग्यो खोइ हिमाल खाना ओ मैले त पहाड जस्तो मेरो त ग्यास भरे छ यहाँ ट्याङ्कीमा ओ सोल्टी के हो त्यो क्यामेराले भ्याउँदैन हाम्रो हेर्न टुप्पामा घरहरू छ ठास्नेहरू हेर्न डाउनमा चाहिँ पुरा हुस्सा छ यहाँ ड्रोन उडाइदिँदो त छ ड्रोन उडा त ठिकै पछि ड्रोन हुन्छ नि लाउ बङ्गी जाउँ त्यहाँ माथितिर नि घर हामीले त त्यो डाँडा कटेर जानुपर्छ भने होइन हामीले चाहिँ वहाँ माथिको टप डाँडा कटेर जानु पर्ने छ है पेट्रोल भ्याउँछ पेट्रोलले चाहिँ अब भ्याएन भने त म थाप्दै गरेँ यस्तो बाटो रहेछ उकालो पुरै हुस्सा लाग्ने जस्तो छ छिरो
छिटो के भोक लागिसक्यो कस्तो यहाँ मुजी धन्दा कन्डम झार्नु ओ गीत नबजा न यतिकै झन् कपिराइट लाग्छ मलाई गीत बजाएर ओ भोक लागिसक्यो छिटो जाउँ आलु नि पाउँदैन होला यहाँतिर म मुनि नतान्न नठास्दै कता लाने कन्फ्युज भइदिन्छ के गनाइरह है डढे जस्तो तँलाई गनाइरह आई है ढुङ्गा फालिदिएर यार खुट्टामा लाग्यो धन्नैले मजबुतवाला जुत्ता किनेर हो नत्र त कोही मास थास्ने बाइक आउट अफ कन्ट्रोल के कोदो रहेछ काय यहाँ त हाम्रोतिर जस्तो कोदोको लोकल छर्रा पाउँछ होला मात्र यहाँ त है त्यही छ यार तर अधुरो किन के बनिएको छैन राम्रोसँग हेलो के रे के भने ए ढुक्क मैले सुनेन क्या राम्रोसँग गाइज हामीले यत्रो मेहनतपछि बुद्ध भगवान भेटेको छ होइन यहाँ आएर देखिस् केटा हो यत्रो मेहनतपछि हामीले भगवान बुद्धलाई भेटेको छ होइन जो कि मुस्किल काम हो वाट इज दिस नेपाल यस्तो भन्दा वाट खतरा साउन्ड आइरो दिस इज कलर गोप्रो बा त ए गोप्रो फेरि ड्रोन बाबाले भ्यू त हो त्यो वाह गाउँ जमान पुरा स्ट्यान्ड nga ta nyo ko tarim the ji thu ju na सही हो गाइज मलाई यस्तो मजा आइरहेछ यहाँ आएर त अब केटाहरूलाई त रिग्रेट भइरह होला है हामीसँग नआउने केटाहरूलाई त भन् न रिग्रेट लागिरह होला न अब तिमीहरूलाई रिग्रेट भइरह होला होइन केटा हो आउनु पर्दैन हामीसँग हेर हल्ला चाहिँ किन चाबी चाहियो तँलाई Tunggu aku galeri kan nambah lagi di bawah ini rinci baik. Sar lagi di gue jadi video. Oh jadi karena tunggu usia dah.
सबसे लास्ट छ थपकै उनीहरु एकचोटी आएपछि अब बारम्बार आउनु पाउँदैन एकचोटि हो खै पछि आउने होइन हामी अब नन्दन हिसाब ब्याङ्कमा बाहिर गेम छ त हामी आउँदाखेरि यस्तो थियो भन्ने हुन्छ नि त हैन बाहिर छ नि उनी बाहिर जम्माले नानी